एसआईपी रजिस्ट्रेसन त गर्नुभयो, तर एसआईपी पेमेन्ट गर्ने सजिलो तरिका खोज्दै हुनुहुन्छ? अब त झन् कुमारी ब्याङ्कको मोबाइल ब्याङ्किङ एप कुमारी स्मार्ट सेलेक्ट गरी हजुरले एसआईपी पेमेन्ट सजिलै पेमेन्ट गर्न सक्नुहुन्छ। अझ रमाइलो कुरा, अब त अटो पेमेन्ट सेट पनि गर्न सकिन्छ। एकपटक अटो पेमेन्ट सेटअप गर्नु भएपछि हजुरले तोक्नु भएको मितिमा भुक्तानी अटो पेमेन्ट हुनेछ, यानि कि अटो डिडक्ट हुनेछ। अब समयमा अटो पेमेन्ट गर्न सक्नुहुन्छ र टेन्सन फ्री इन्भेस्टमेन्ट पाउनुहुन्छ। एसआईपी रजिस्ट्रेसनको लिङ्क भने हामीले डिस्क्रिप्सन बक्समा राखेको छौँ। कुमारी स्मार्ट सेलेक्ट गरी एसआईपी पेमेन्ट गर्नका लागि यी सजिलो स्टेपहरू अपनाउनुहोस्। सुरुमा केएसएलवाईको वेबसाइटमा लगइन गर्नुहोस् अनि ड्यासबोर्डमा इन्भेस्टमेन्टमा रहेको एसआईपीमा क्लिक गर्नुहोस् र हजुरको इन्स्टलमेन्ट चुज गरी प्रोसेस फर पेमेन्टमा क्लिक गर्नुहोस्। त्यति गर्नु भएपछि उपलब्ध पेमेन्ट मेथड्स मध्ये कुमारीको मोबाइल ब्याङ्किङ एप अर्थात् कुमारी स्मार्ट चुज गर्नुहोस्। अब भने यहाँ हजुरले आफ्नो मोबाइल नम्बर र पासवर्ड राखी कन्टिन्यू गर्नुहोस् र मोबाइलमा प्राप्त ओटिपी कोड राखी प्रोसेड गर्नुहोस्। प्रोसेड गर्नु भएपछि हजुरलाई सेड्युल अटो पेमेन्टको अप्सन पपअप हुनेछ र हजुरले यस आई वान्ट टु इनेबल अटोमेटेड पेमेन्टमा चुज गर्नुहोस् र प्रोसेडमा क्लिक गर्नुहोस्। यति गर्नु भएपछि हजुरले तोकेको मितिमा पेमेन्ट आफै डिडक्ट हुनेछ। यस सम्बन्धी कुनै पनि समस्या आएमा हजुरले हाम्रो कस्टमर इन्फर्मेसन सेन्टरमा कन्ट्याक्ट गर्नुहोला। छिटो, सुरक्षित, नो कन्फ्युजन, कुमारी स्मार्टसँग एसआईपी सल्युसन।